तपाईहरु आफ्नो विद्यार्थीलाई इन्टरेक्टिभ तरिकाले सिकाउन चाहनुहुन्छ? यदि त्यसो हो भने आउनुहोस् आज एकछिन छलफल गरौँ। नमस्ते, मेरो नाम लक्ष्मण भट्टराई, स्मार्ट टिचर युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। भिडियो अन्तिमसम्म हेर्नु होला। राम्रो लाग्यो भनेदेखि लाइक, शेयर र सब्स्क्राइब पनि गर्नु होला। क्रोममा गएर लुमा वेबसाइटमा जानु। लुमा वेबसाइटमा गएपछि 10 कक्षाको विज्ञानको किताब खोजेँ। अब मौरी भन्ने पाठ खोजेँ। मौरी भन्ने पाठ खुल्यो छ यहाँ। त्यस पछाडि अब डाउनलोड गरेँ। डाउनलोड भयो। अब हामी जान्छौँ नोटबुक एलएम। मैले के गरेँ, यहाँ नोटबुक एलएम हालेँ। नोटबुक एलएममा मैले क्लिक गरेँ, खुल्यो। राइट नोटबुकमा क्लिक गर्छु। यसलाई लगइन जरुरी पर्दैन किनकि यो गुगलकै प्रोडक्ट हो। यहाँ लगइन भइसक्यो हो। अब क्रिएट न्यूमा गएँ। तपाईँ फाइल अपलोड पनि गर्न सक्नुहुन्छ, वेबसाइट वा भिडियो अपलोड गर्न सक्नुहुन्छ, ड्राइभबाट डकुमेन्ट अपलोड गर्न सक्नुहुन्छ। कतैबाट लेख्नु भएको छ भने त्यसलाई कपी गरेर पनि हाल्न सक्नुहुन्छ। अहिले म फाइल अपलोडमा गरेँ। अघि हामीले डाउनलोड गरेर राखेको छौँ, मौरीको डाउनलोड गरेर छ नि हैन। यहाँ यो यही हो। अब यहाँ हेर्नु त, ओपन। यो ओपनमा मैले क्लिक गरेँ, आयो। यतिखेरसम्म विद्यार्थीलाई आफ्नो किताब चाहिँ रिडिङ गर्दै गयो भने तपाईँको मोबाइलमा पनि यो हुन्छ हैन। तपाईँ प्ले स्टोरबाट डाउनलोड गर्न सक्नुहुन्छ। प्ले स्टोरमा डाउनलोड गर्दाखेरि यो त डेस्कटप भ्यूमा हो। हेर्नु त, यसलाई 3टा पार्ट छ। हेर्नु त, एउटा पार्ट यो भयो, अर्को पार्ट यो भयो, अर्को पार्ट यो भयो। तपाईँको मोबाइलमा चाहिँ 3टै पार्ट एकैचोटि देख्न सक्दैन। सानो छ नि त मोबाइल। या त यो सोर्स देखिन्छ, या त चार्ट देखिन्छ, या स्टुडियो देखिन्छ। यो 3टा मध्ये एउटा देखिन्छ। यहाँ हेर्नु त, हाम्रो डकुमेन्ट यहाँ आइसक्यो। यो डकुमेन्ट हो आइसक्यो। अब यहाँनिर एउटा सेटिङ गर्नुपर्छ। यहाँ सेटिङमा गएर आउटपुट ल्याङ्ग्वेजमा डिफल्टमा छ। अब तपाईँलाई कुन ल्याङ्ग्वेजमा चाहियो? नेपाली गर्छु। अब सेभ गर्ने। के चाहियो? अडियोको लागि यहाँ छ भिडियो, रिपोर्ट, क्विज, क्लास, माइन्ड म्याप, डेक। डेक भनेको हेर्नु, यो डेक भनेको स्लाइड्स हो। अडियो भनेको यही च्याप्टरलाई अडियोको रूपमा दिन्छ। भिडियो भनेको यही च्याप्टरलाई भिडियोको रूपमा दिन्छ। रिपोर्ट बनाइदिन्छ, क्विज बनाइदिन्छ, फ्ल्यास कार्ड बनाइदिन्छ, माइन्ड म्याप बनाइदिन्छ। सबलाई एकैचोटि गरिदियो। यसलाई गरेँ मैले जेनरेट। नेपाली नै छ, जेनरेट गरेँ। भिडियोमा पनि गएँ। कस्तो खालको युज गर्ने भनेको यस्तो खालको युज गर्छु। जेनरेट गरेँ। टेकमा गएँ, नेपाली नै छ, जेनरेट गरेँ। माइन्ड म्यापमा गएँ, माइन्ड म्यापमा जेनरेट गरेँ हो। फ्ल्यास कार्डमा यो पनि नेपाली नै छ, जेनरेट गरेँ। क्विज पनि जेनरेट गरेँ हो। मैले सबलाई क्लिक गरेर छोड्दिएँ। एकछिन टाइम लाग्छ, त्यही भएर यसलाई माइन्ड म्याप बनिसक्यो। तपाईँ मौरी नक्सा भनेर छ, यहाँ हेर्नुहोस्। यसलाई फ्ल्यास गर्नुहोस्। हनीबी, मौरी, जेनरल फिचर तपाईँको मिलिरहेको छैन। हेर्नु है सर, जेनरल फिचर। यसलाई के गर्नुहुन्छ त? मौरीको यो जेनरल फिचर यो हो। व्याख्या गर्नुहुन्छ। यहीँ लेख्न पनि सक्नुहुन्छ, बताउन सक्नुभयो नि। अब दोस्रो टाइप कति प्रकारको हुँदो रहेछ। क्विन पनि फेरि यसमा पनि रहेछ। यो पनि यति रहेछ हो। ड्रोनमा पनि यति रहेछ। वर्करमा पनि यही रहेछ हो। वर्करको यो हैन। लाइफ साइकल पनि छ। अब यसलाई पछाडि ल्याउँदै जाने। लाइफ साइकल पढाउन सजिलो भयो। यसलाई मैले हटाइदिएँ। अब हाम्रो फ्ल्यास कार्ड पनि भयो। बच्चाले पढिसक्यो। प्रश्नोत्तर भनेको क्विज पनि बनिसक्यो। अरू बन्दैछ। के बन्दैछ? स्लाइड बन्दैछ, यो भिडियो बन्दैछ, अडियो पनि बन्दैछ। अब पढिसके। अब विद्यार्थीलाई क्विज फ्ल्यास कार्ड हेर्नु त। फ्ल्यास कार्डमा मैले यसलाई फेरि ठुलो बनाइदिएँ। 56वटा फ्ल्यास कार्ड बनाइदिएँ। अब सोध्नु, मौरी कुन फाइलम अन्तर्गत पर्ने किरा हो? पढिसके नि विद्यार्थीले बताउँछ। बताए पछाडि एन्सर ठिक छ कि छैन यहाँ हेर्नु त। सी एन्सरमा गर्नु। अझै बुझेन विद्यार्थीले, सर अझै बताउनु न, हामी त बुझेन।
तपाईँले त खालि पढ्न भन्दा बुझेन, एक्सप्लेनमा जानु आयो। ल देख विद्यार्थीले सार्छ नि त। नोट हो नि त यो, ठिक छ। त्यो भयो। फेरि अर्को, तपाईँको एसई पढ्ने विद्यार्थीलाई यो च्याप्टरमा कति 56वटा तपाईँले हेर्दै जानुहोस् है। क्वेसन चाहिँ हेर्दै जानुहोस्, ठिक छ नि। क्वेसन यति क्वेसन तपाईँले विद्यार्थीलाई सिकाउनु भयो भनेदेखि कुनै पनि विद्यार्थी के हुन्छ त क्विज। अब क्विज खेलाइदिनुहोस्। मौरीले कुन फाइलमा प्रयोग गरेको छ गलत हो, यसको पनि बताउँछ। गलत एन्सरको चाहिँ एन्सर के हो भनेर बताउँछ। राइट एन्सर के हो, राइट एन्सर किन यो किन अर्को पढाउनु पर्यो, यसको पनि बताइदिन्छ। नेक्स्ट कतिवटा क्विज छ, 10वटा छ। हेर्नुहोस् त, भाले मौरी यसको हुने क्रोमोजोमको संख्या कति हो भनेर विद्यार्थीलाई सोध्नुहोस्। 2-4 जनालाई सोधे पछाडि स्लाइड बनेको छ, अलिक टाइम लाग्छ भन्नलाई। यो बन्दैछ तपाईँको। हेर्नु त, स्लाइड बन्यो। प्रकृतिको उत्कृष्ट समाज मौरी। यसलाई डाउनलोड गर्न सक्नुहुन्छ। डाउनलोड पावर पोइन्टमा मैले डाउनलोड हुँदैछ, तपाईँको डाउनलोड भइसक्यो। तपाईँको डाउनलोड भइसक्यो। यसै गरी भिडियो अडियो पनि डाउनलोड गर्न सक्नुहुन्छ। धन्यवाद।